हामी सैलुङको डाँडाबाट हिँड्दैछौँ उकालो उकालो हिँड्छौँ हामी ट्रेकिङ जत्तिकै हो हामी सैलुङ थुम्का हेलो गाइज सैलुङको थुङ्गा सबै थुङ्गा हेर्नुहोस् यता 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 हामी चाहिँ सैलुङ गुफा गएर माथि उकालो लागिरहेका छौँ अरू आउने बाई छ पुरै जङ्गल जङ्गल हल्का हल्का गाह्रो भइरहेछ लेकले गर्दा हल्का हल्का हिँड्न सक्ने म एउटा मात्रै हो अरू अलिक कमै हिँडिरहेछ हाम्रो गाइडहरू आइपुग्ने बेला होला अब निस्किने होला हल्का उकालोले गर्दाखेरि धेरै गाह्रो भइरहेछ हेर्नुहोस् त यहाँ पानी पर्ला जस्तो मौसम पनि भइरहेछ माथि माथि हल्का घाम देखिरहेछ हल्का सयौँ थुङ्गा देखिरहेछ हल्का हाम्रो गाइजहरू ठ्याक्क निस्किन लाग्यो हल्का मानस गाह्रो भयो लेक पनि दुई ताल लाग्छ क्या हो अब सिधा सिधा आयो बाटो अब अरू कहाँ रहेछ फेरि के भन्छ गाह्रो कति भइरहेको थिएन भन्छ धेरै गाह्रो भइरहेको थियो अनि उकालो हिँड्ने गाह्रो भयो यति हो छ र अब गाह्रो त्यस तिमीलाई लेक हल्का हल्का महसुस भइरहेछ होइन त अरू कहाँ दियो अरू त बस्दै छ त हामी चाहिँ यहाँ रोजौँ हाम्रो गाइजलाई के भइरहेछ टाउको थियो अलिकति भनिदिनु पऱ्यो के हो टाउको थियो क्या महसुस कस्तो भइरहेछ भनिदिनु त राम्रो कस्तो छ राम्रो छ यस एउटा स्विजरल्यान्डको एउटा महसुस भइरहेछ कस्तो चिज छ तर गर्मी भएर फुकाले मैले यो चाहिँ हो अहिले पनि भइरहेको होला गर्मी भएर गाह्रोको महसुस कति भयो तिमीलाई धेरै धेरै हो म भइराखेँ आउनु सकेन क्या हो त्यही रोक्यो क्या त्यस्तो खाल्टो खाल्टो त भोलिपट्टि टाउको दुख्यो चिसो महसुस भइरहेछ हिँड्न सक्ने क्या गाइडहरू हल्का जङ्गल गाइडहरू आउनु सकिन्छ छ लिन जानु पर्ला जस्तो सबै तलतिरै हेलो आइसक्यो त 1300 पुरा तल यस्तो गरिरहेछ कि हाम्रो त्यस मन्जु म्याम आइरहेछ माथिर हेर्नुहोस् त पुरै जङ्गलको बाटो हेलो हिँडेर सर हल्का बामी चाहिँ साह्रै आउँछ है ल हेर्नुहोस्
सपना ठिक छ सिधै हेलो गाइस बल्ल बल्ल महादेवको मन्दिर पुगेर आइपुग्यौँ हामी हेलो थकेल आयो अब घर फर्किँदैछौँ ओहो त्यहाँ त कस्तो ठुलो घर बनाएको है सबै ढलाएर बनाउनु पर्छ सिङ्गलबाट सुरु गर्नुपर्छ जगबाट सुरु गर्नु त जगबाट त्यहाँ नबना अब त्यहाँ नबना अर्कै ठाउँमा बना कोल्टे भइसक्यो के बनाउनु त्यो घर पहिले त्यहाँ त खासै भन्नु खाना लाग्दैन त्यस्तो ड्याङ राखेर त इस भन्छु तेरो घर उतातिर ल्याउनु यो नाटक पुरा त्यो नाक झरेकै थाहा नहुने भन्न हिँड्ने पनि म यस्तो हिँड्ने मान्छे होइन यहाँ चाहिँ खोज्रो छ यो पानी पर्ने ठाउँ पानी पर्ने ठाउँमा त खतम हुन्छ होला यहाँ न त अहिले घर बनाउनु चाहिँ खाइचट पुगिसक्छ अघिल्लो राख नि भयो उता उता एउटा पातलो राख नि भयो बर्बाद हुन्छ क्या जाउँ न मलाई कस्तो गाह्रो हुन्छ हुँदैन त हल्लाइ मुनि आएर राउन्ड ढुङ्गा राख्नु नि नसम्झु घर भइसक्यो आइज बनाएर त्यहाँबाट एउटा ढुङ्गा दिए बनाएर जाउँ न त के भइरहेको छ यतिसम्म गाह्रो भइरहेको सामान टोपी खोला सिसाले हान्दैन त यहाँ सपना के भइरहेछ गाह्रो भइरहेछ यस्तो बेलामा पा के खाने तिमी अब सपना हजुर अब के खाने अब खोइ अब हेरेर गर्नुपर्छ हामी ढिला सही लिउँ गयो त पानीले भिज्ने रहेछ